सो वेलकम ब्याक टु माई युट्युब च्यानल। सो तपाईँहरूलाई एउटा म आज भिडियो बनाउनु थिएन होला, किनकि आज म होमवर्कसम्म गर्नु थियो अनि त्यसपछि ढिलो भयो कि। अनि त्यसपछि मान्छेहरू किन डिमोटिभेट भएर हुन्छ कि, जस्तो कन्डिसनमा छ भिडियो बनाऊ न, कन्टेन्ट क्रिएसन गर न। यी म कन्टेन्ट क्रिएसन यस्तो सुतिरहेको छु होइन, तिमी कन्टेन्ट क्रिएसन गरिरहेको छु। एउटा मोटिभ लिनुपर्छ कि, एउटा मोटिभेसन भएपछि तपाईँलाई कसैले रोक्दैन कि एउटा कन्टेन्ट क्रिएसन गर्नको लागि। सो एउटा मोटिभेसन हुनु पऱ्यो कि होइन, एउटा मोटिभेसन। म यो लाइट बालेर पनि गर्छु, मलाई यो लाइट चाहिन्छ कि, लाइट बालेर मैले गरिरहेको छु यो कन्टेन्ट क्रिएसन। मलाई थाहा छैन कि होइन यो भिडियो चल्छ कि चल्दैन, मलाई थाहै छैन। मलाई त बस कन्टेन्ट क्रिएसन गर्नु छ कि कन्टेन्ट क्रिएसन इज बेस्ट वे टु तपाईँलाई एउटा कन्सिस्टेन्सी हुनु पऱ्यो क्या। कन्सिस्टेन्सी मलाई थाहै छैन कि आज यो लाइटिङ साइटिङ के छ छैन। मलाई फर्स्ट भिडियोमा बोल्नु छ, आफ्नो कम्युनिकेसन सुधार्नु छ, त्यो हो क्या। मलाई केही छैन, मलाई केही प्राइजको लोभ छैन क्या। सो मलाई कन्सिस्टेन्सी चाहिरहेको छ कि, म लाइफमा कन्सिस्टेन्सी हुन चाहिँ चाहन्छु कि। यो कन्सिस्टेन्सी भएर चाहिँ म भिडियोहरू हाल्न चाहन्छु कि। कन्सिस्टेन्सी जस्तो कन्डिसनमा भिडियो बनाउने म फुल कोसिस गर्छु कि, फुल लाइफमा। किनकि मसँग टाइम छ कि अहिले मैले यो लाइफको इम्पोर्टेन्ट टाइम दिइरहेको छु कि कन्टेन्ट क्रिएसनमा। आफैले बोल्ने, आफैलाई एनालाइज गर्ने होइन, यो मैले आफैले एनालाइज गर्नको लागि म कतिको कन्सिस्टेन्सी छु र कतिको के गर्न सक्छु, कन्टेन्ट थ्रु के भन्न सक्छु, के एक्सप्रेस गर्न सक्छु भन्ने हो क्या। सो कन्टेन्ट क्रिएसन इज नट एबाउट ओन्ली द क्यामेराको पनि। तपाईँ जस्तो भए पनि बनाउन सक्नुहुन्छ। तपाईँसँग 7,000को मोबाइल छ भने पनि बनाउन सक्नुहुन्छ, तपाईँसँग 60,000को मोबाइल छ भने बनाउन सक्नुहुन्छ, तपाईँले 50,000को मोबाइल छ भने बनाउन सक्नुहुन्छ, तपाईँले 54,000 मोबाइल छ भने पनि बनाउन सक्नुहुन्छ। एकदम नो म्याटर के, तपाईँले जस्ट एउटा एक हुनु पऱ्यो क्या। सो त्यो एक चाहिँ तपाईँको हुनु पऱ्यो क्या। म कन्टेन्ट क्रिएसन गर्छु। सो आई लभ टु क्रिएट कन्टेन्ट। म सुत्ने बेला भएको थियो होइन, सुतिसकेको थियो, बट त्यो झलक्कै याद आयो कि मैले 1 घन्टा स्क्रोल गर्नुभन्दा त 5 मिनटमा यो भिडियो बनाउँदा के जान्छ त होइन, त्यो हो क्या। सो कन्टेन्ट क्रिएसन गर्नुहोस् क्या साथीहरू, म सपोर्ट गर्छु। कसैले सपोर्ट गरेन भने म सपोर्ट गर्छु। क्रिएट योर कन्टेन्ट। आज एउटा पोस्ट गर्नुहोस् क्या, कसैको डर नमान्नुहोस्। न तिनीहरूले खान दिन्छ, न तिनीहरूले लाउनु दिन्छ। समाजले के भन्छ भन्ने केही पर्वाह नगर्नुहोस्। जस्ट क्रिएट अ कन्टेन्ट। अनि पछाडि तपाईँले आफ्नो निस्मा काम गर्नुभयो भने, आफ्नो क्याटेगोरीमा पछाडि तपाईँले आफ्नो अडियन्स पाउनुहुन्छ होइन। सो कन्टेन्ट क्रिएसन गर्नुहोस् क्या। म त खुसी छु कन्टेन्ट क्रिएसन गर्न होइन। यस्तोमा पनि मैले कन्टेन्ट क्रिएसन गर्न छोडेको छैन कि होइन। कन्टेन्ट क्रिएसनमा एउटा जुनुन भइसकेपछि तपाईँलाई हतपत्ती छोड्नु ज्याउ लाग्छ, तपाईँलाई गाह्रो हुन्छ। सो कन्टेन्ट क्रिएसन गर्नुहोस्। म आई लभ टु क्रिएट अ कन्टेन्ट क्या। सो आजको कन्टेन्टको मेन मोटिभ भनेको तपाईँहरू जस्तो अवस्थामा पनि तपाईँहरूले अलिक धेरै गाह्रो अवस्था छ भने त के भन्ने, तर सकेसम्म कन्टेन्ट क्रिएसन गर्नुहोस् क्या। जे हुन्छ। मान्छेहरूले यही कारणले गर्दैन, माइन्डसेटै अरूले के भन्छ के हुन्छ भन्ने माइन्डसेटले नै गरेर कन्टेन्ट क्रिएसनहरू गरेर हुँदैन क्या, डराउँछन् क्या मान्छेहरू। सो आज एउटा कन्टेन्ट पोस्ट गर्नुहोस्, म सपोर्ट गर्छु होइन। म सकेसम्म फुल सपोर्ट गर्छु तपाईँलाई। सो थ्याङ्क यू गाइज, गुड नाइट। म सुत्नु लागेको थिएँ होइन, अनि मैले यसो याद आयो कन्टेन्ट क्रिएसन गर्नुपर्छ, नभए त इन्कन्सिस्टेन्सी भइन्छ भने जस्तो लाग्यो। अब भोलि चाहिँ कन्टेन्ट क्रिएसन म मजाले नै गर्छु। लाइटिङ साइटिङ म गर्छु कि नेचुरल लाइट हुन्छ के हुन्छ। सो गुड नाइट।